विश्वकप फुटबल सुरु हुन अब केही दिन मात्र बाँकी छ। हामी जस्तै विश्वका करोडौं फुटबल समर्थकहरूले आफूले मन पराएको टिम समर्थन गर्न आतुर छन्। तर विश्वकप सँगै अर्को कुरा पनि बन्ने गर्छ, त्यो हो अनलाइन बेटिङ र सट्टेबाजीको प्रलोभन। थोरै पैसा लगानी गरौँ, धेरै पैसा कमाऊ, घर बसेरै पैसा कमाऊ भन्ने जस्ता आकर्षक स्किम र विज्ञापनहरू तपाईहरूको मोबाइल स्क्रिनमा पनि आउन सक्दछन्। तर याद राख्नुहोस्, सजिलै पैसा कमाउन बेटिङको प्रलोभनमा पर्नुभयो भने तपाईँ सजिलै ठगीको शिकार बन्ने निश्चित छ। सुरुमा केही रकम जितेको जस्तो देखाइन्छ र पछि थप रकम हाल्न प्रेरित गरिन्छ। यदि तपाईँ यस्तो लोभमा पर्नुभयो भने तपाईँले पैसा कमाउने होइन, गुमाउने निश्चित छ। बेटिङ केवल आर्थिक जोखिम मात्र होइन, यसले परिवार, सम्बन्ध र मानसिक स्वास्थ्यमा समेत नकारात्मक असर पार्न सक्छ। अर्को महत्त्वपूर्ण कुरा, मुलुकी अपराध संहिता 2074 को दफा 125 मा जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने स्पष्ट कानुनी व्यवस्था गरिएको छ। त्यसैले अनलाइन बेटिङ सञ्चालन गर्नु वा सहभागी हुनु कानुनी रूपमा दण्डनीय कार्य हुन्। विश्वकप फुटबल एक उत्सव हो, यसलाई आर्थिक लाभ र गैर कानुनी गतिविधिसँग नजोडौँ। यदि तपाईँको टोल, छिमेक वा वरपर कसैले अनलाइन बेटिङ सञ्चालन गरेको वा अरूलाई सहभागी गराएको थाहा पाउनुभयो भने नेपाल प्रहरीलाई तुरुन्त जानकारी गराउनुहोस्। विश्वकपको मजा लियौँ, कानुनको सम्मान गरौँ।